राणा थारू समुदायमा तीजको पर्वमा गाँठो बाँधेर नदीमा बगाउनुको अर्थ के हो? किन साउन लागेपछि राणा थारू समुदायमा पिङ मात्र होइन एउटा पुरानो परम्परा पनि झुल्न थाल्छ? नदीमा बगाइएका ती गाँठोभित्र आखिर के लुकेको हुन्छ? पिङ, गीत र नदीसँग जोडिएको राणा थारू समुदायको यो अनौठो परम्परा के हो? आउनुहोस् जानौँ आजको यस भिडियोमा। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र यसलाई लाइक शेयर पनि गर्न नबिर्सिनुहोला अनि केही छुटेको कुरा छ भने कमेन्ट मार्फत अवश्य पनि जानकारी दिनुहोला। सावनको हरियालीले गाउँलाई बिस्तारै ढाक्दै थियो। आकाशमा कालो बादल मड्रिन्थे। खेतमा रोपाइसकेपछि किसानहरू केही फुर्सिदिला देखिन्थे। तर राणा थारू बस्तीमा भने सावनको आगमनसँगै एउटा विशेष रौनक सुरु भइसकेको थियो। गाउँका चौतारी र खुला मैदानमा ठरिन थालेका थिए ठुला ठुला काठका डोला अर्थात् पिङ। बिहानैदेखि दाजुभाइ दिदीबहिनी र गाउँका युवाहरू जङ्गलतिर लाग्थे। कसैले काठ काट्थे, कसैले डोरी बुन्थे र कसैले डोला बनाउँथे। सबैको एउटै उद्देश्य थियो, तीजको लागि बलियो, सुरक्षित र सुन्दर डोला तयार गर्नु। यो केवल एउटा पिङ बनाउने काम थिएन, यसमा जोडिएको थियो समुदायको सहभागिता, श्रम र पुस्तौँदेखि चलेको परम्परा। केही दिनमै माइत फर्केकी विवाहित छोरीहरूले गाउँको रौनक अझै बढाइदिन्थे। परम्परागत राणा थारू पोसाकमा सजिएका महिलाहरू, चाँदीका गहना, निधारमा सिन्दुर र अनि सुरु हुन्थ्यो डोलामा बसेर तीजको मधुर गीत गाउने क्रम। डोला जति माथि पुग्थ्यो, गीतको स्वर त्यति नै टाढासम्म फैलिन्थ्यो। हाँसो, गीत र रमाइलो, पुरै गाउँमा तीजको उत्सव छाएको अनुभूति हुन्थ्यो। राणा थारू समुदायमा तीज केवल एक दिनको पर्व होइन, यो करिब 15 दिनसम्म चल्ने सांस्कृतिक उत्सव हो। यस अवधिभर डोला खेलिन्छ, गीत गाइन्छ, आफन्त भेटिन्छन् र पारिवारिक सम्बन्धलाई अझै प्रगाढ बनाइन्छ। विशेष गरी दाजुभाइ र दिदीबहिनी बीचको आत्मीयता सम्बन्धलाई बलियो बनाउने पर्वको रूपमा तीज पर्वलाई विशेष सम्मानका साथ हेरिन्छ। सावन शुक्ल तीर्थ तिथिको दिन भने तीजको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। त्यस दिन महिलाहरू निराहार व्रत बस्छन्, तर उनीहरूको कामना केवल आफ्नो परिवारका लागि मात्र होइन, उनीहरूको आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायु, सुख, समृद्ध, स्वास्थ्य र जीवन रक्षाको कामना गर्छन्। दिनभरको व्रतसँगै सिम्ही, गुलगुला, पपरा, पुरी लगायतका परम्परागत परिकार तयार गरिन्छ। तर व्रत खोल्नु अघि अझै महत्त्वपूर्ण एउटा संस्कार बाँकी हुन्छ। साँझ पर्न थालेपछि व्रतालु महिलाहरू नदीको किनारतिर लाग्छन्। उनीहरूको हातमा हुन्छ गडरौडाको घाँस वा कुश। विवाहित महिलाले 7 गाँठो बाँध्छन्, अविवाहित महिलाले 5 गाँठो र प्रत्येक गाँठोसँग जोडिन्छ कुनै न कुनै प्रिय दाजुभाइ वा भतिजाको नाम। इसे तो गडरौधा बांधा था, जब गडरौधा ना होता है तो जैसी कोई घास भाव, जैसी पूजा भाव इनमें बांध के हम 7 गांठी तो हम पोहाता है अपन दादा भैयन के ऊपर। ब्याही है 7 गांठी बांधा था और जो ना ब्याही है वो 5 गांठी बांधा था। ती गाँठोहरू केवल घाँसको गाँठो होइनन्, ती हुन् माया, विश्वास र प्रार्थनाका गाँठो। हरेक गाँठोसँग एउटै कामना हुन्छ, मेरो दाजुभाइ र भतिजाहरू दीर्घायु हुन्, स्वास्थ्य रहून्, खुसी रहून्, उन्नति र समृद्धिले उनीहरूको जीवन भरिपूर्ण होस्। व्रत रहा था अपन दादा भैयन की आयु बढ़ाता ही, तो व्रत रहा था तो झुड़की बांधता है तो बिही में जा हम चढ़ाते हैं। त्यसपछि सुरु हुन्छ एउटा रोचक परम्परा। महिलाहरूले चाँदीको गहना वा सिक्काको प्रयोग गरेर ती गाँठोहरू काट्छन् र त्यसपछि नदीलाई अग्रासन दिन्छन्। नदीको बहावसँगै गाँठोहरू बग्दै जान्छन् र त्यहीसँगै बग्छ एउटा गहिरो प्रार्थना। जसरी नदीको बहाव बग्दै जान्छ, त्यसरी नै मेरो दाजुभाइ र भतिजाहरूको आयु, उन्नति र समृद्धि पनि बढ्दै जाओस्। नदीले त्यो कामना बगाएर लैजान्छ र प्रकृति त्यस प्रार्थनाको साक्षी बस्छ। अग्रासन दिएपछि महिलाहरूले आफूसँग ल्याएको प्रसाद ग्रहण गर्छन् र त्यसरी दिनभरको व्रत समाप्त हुन्छ। तर तीजको कथा
यतिमै सकिँदैन, किनकि अब सुरु हुन्छ दाजुभाइ र दिदीबहिनी बीचको रमाइलो परम्परा। घर फर्किने बाटोमा दाजुभाइ र भतिजाहरू बाटो छेकेर बसेका हुन्छन्। उनीहरूको हातमा हुन्छ कुश वा बैबबाट बनाएको पटाकी। उनीहरू दिदीबहिनीलाई हल्का बेरी दिँदै रमाइलो गर्छन् र त्यसको बदलामा माग्छन् प्रसाद। दिदीबहिनी पनि हाँस्दै प्रसाद बाँड्छन्। यो कुनै रोकावट होइन, यो त माया गर्ने बहाना हो, ठट्टा गर्ने अवसर हो र सम्बन्धलाई अझै नजिक बनाउने एउटा सांस्कृतिक माध्यम हो। तीज एउटा पर्व मात्र होइन, यो राणा थारू समुदायको जीवनशैलीसँग जोडिएको एउटा जीवित संस्कृति हो, जहाँ पिङमा केवल शरीर झुल्दैन, झुल्छ बाल्यकालको सम्झना। जहाँ गीतमा केवल स्वर हुँदैन, हुन्छ पुस्तौँदेखिको इतिहास। जहाँ नदी केवल गाँठो बगाउँछ दाजुभाइ प्रतिको माया र दीर्घायुको प्रार्थना। र यहाँ तीज केवल उत्सव हुँदैन, हुन्छ परिवार, आफन्त र समुदायलाई जोड्ने एउटा बलियो सम्बन्ध। परम्परा पुस्तौँसम्म बाँच्छ जब त्यसमा मानिसहरूको माया बाँचेको हुन्छ, र तीज त्यही मायाको एउटा सुन्दर कथा हो। एकार जाना करी सकहाँ बेटा रे, बेहू है बारे कुआर रे। सब देश जइया बीरन, सब देश जइया रे। कौरू बंगाल देना जइया रे। सब देश जइया बीरन, सब देश जइया रे। कौरू बंगाल देश माथि जइया रे।